ओके, यो मैले यहाँ बोर्डमा लेखेको क्वेसन चाहिँ सिक्वेन्स एन्ड सिरिज च्याप्टरको हो। यो म्याथ र अप्सन म्याथ दुवै सब्जेक्टमा एकदमै इम्पोर्टेन्ट मानिने क्वेसन हो है त। र यो क्वेसन म्याथमा 5-6 मार्क्स पाउँछ भने अप्सन म्याथमा चाहिँ 3 मार्क्स, कहिले चाहिँ लङ क्वेसन 4 मार्क्समा आउने गरिरहेको हुन्छ। सो ओके, म क्वेसन चाहिँ अब सल्भ गर्नतिर लागि सल्भिङतिर। क्वेसनले के भनेको छ राम्रोसँग बुझ्नु है त। द सम अफ 3 टर्म्स अफ अ अर्थमेटिक सिरिज ह्याभिङ पोजिटिभ डिफरेन्स इज 24। अर्थमेटिक सिरिजको 3वटा टर्मलाई जोड्ने हो भने 3 टर्म्स है त, 3 टर्म्स 3वटा टर्म्सलाई जोड्ने हो भने कति हुन्छ अरे त 24 हुन्छ। अनि त्यसपछि if 1, 6 and 18 are added to them respectively the results are in GS। ओके, त्यो जब जुन हामीले अघि नै चाहिँ हामीले जुन 3वटा टर्म अर्थमेटिकको भनिरहेको छौँ त्यसमा 3वटा टर्ममा 1 र 6 र 18 जोड्ने हो भने त्यसको रिजल्ट चाहिँ त्यो अब त्यो जोड्दा बित्तिकै त्यो सिक्वेन्स चाहिँ के हुनु भयो त ज्योमेट्रिक सिक्वेन्स हुनु भयो है त। त्यस्तो खालको क्वेसन गरेको छ। अनि अब हामी क्वेसन वाइज जाउँ। यो क्वेसनलाई फेरि पनि अहिले म बुझाउँछु, अझै फेरि पनि सल्भिङ गरेर अझै राम्रोसँग बुझ्छौ। यहाँ के छ भन्दाखेरि राइट अ डिफरेन्स बिट्विन अर्थमेटिक सिरिज एन्ड ज्योमेट्रिक सिरिज रहेछ, जुन मैले यहाँ लेखेको छु। अर्थमेटिक सिक्वेन्सेस एज कमन डिफरेन्स। एएसमा अथवा अर्थमेटिक सिरिजमा अथवा सिक्वेन्समा के हुन्छ भने कमन डिफरेन्स हुन्छ, जुन चाहिँ डी भनेको t2 - t भनेको सेकेन्ड टर्मबाट फर्स्ट टर्म घटाइयो भने कमन डिफरेन्स आउँछ। t3 - t2 पनि भन्न मिल्छ, t4 - t3 पनि भन्न मिल्छ। कमनली हामीले चाहिँ t2 - t1 गर्छौँ, फाइन्ड आउट भइहाल्छ है त। अल्सो यसको जनरल टर्मको फर्मुला चाहिँ a + n - 1 * d हो, त्यो सबैलाई थाहा छ। Whereas geometric series has common ratio। यहाँ कमन डिफरेन्स भए जस्तै यहाँ चाहिँ के हुन्छ त कमन रेसियो हुन्छ। कमन रेसियो भनेको चाहिँ t2/t1 इन रेसियोको फर्ममा सेकेन्ड टर्म डिभाइडेड बाइ फर्स्ट टर्म अथवा थर्ड टर्म डिभाइडेड बाइ सेकेन्ड टर्म पनि भन्न मिल्छ। सो इट्स जनरल फर्मुला इज tn। यदि दुईटा डिफरेन्स मजासँग लेख्न सक्ने भन्न सक्ने पुग्छ है त। यो 1 मार्क्सको लागि चाहिँ कहिलेकाहीँ अरू फरक चाहिएला, यो अन्त पनि चाहिएला भन्नु मैले यहाँ लेखेको हो। ल बी को लागि सल्भिङ गर्छौँ। ओके, बी को लागि चाहिँ अलि राम्रैसँग बुझ्नुपर्ने हुन्छ। फाइन्ड द सेकेन्ड टर्म अफ द एएस भनेर अर्थमेटिक सिक्वेन्सेस। अब बल्ल एकैचोटि त्यो क्वेसन जाम है त। लेट 3 टर्म्स अफ अर्थमेटिक सिक्वेन्सेस अथवा सिरिज आर। यहाँ ध्यान दिनुपर्ने कुरा छ है। मैले यहाँ के लेख्छु भन्दाखेरि पहिला ए फर्स्ट टर्म लेखेँ, त्योभन्दा अघिल्लो टर्म a - d होला त्यो लेख्छु र a + d लेख्छु। यो 3वटा मैले लेट गरेँ त। एकदमै ख्याल गर्नुपर्ने कुरा, यो 3वटा नै लेट गर्नुको रिजन 3 टर्म्स आर भनेको छ। यहाँ तिमीहरूलाई 3 टर्म्स नभनेर यहाँ चाहिँ फर्स्ट 3 टर्म्स भनेको भए चाहिँ हामीले के गर्थ्यौँ त a + d र a + 2d गर्थ्यौँ हामी। यो अर्थमेटिक सिरिजको केसमा फर्स्ट 3 भनेको भए यस्तो लेट हुन्थ्यो, तर हामीले फर्स्ट 3 भनेन, जस्ट 3 टर्म्स भने हुनाले हामीले चाहिँ यो खालको लेट गर्छौँ। मिडलमा यसको यी दुईटाको एभरेज अथवा मिन निकाल्दाखेरि चाहिँ ए आउनु पर्यो, त्यो खालको कन्डिसन बनाएर हामीले लेट गर्यौँ। ओके, यो लेट गरिसकेपछि अकर्डिङ टु क्वेसन के भनेको छ भन्दाखेरि सम अफ दिस टर्म्स, यो 3वटा टर्म जोड्दाखेरि 24 हुन्छ। ओके, ल है a - d + a + d, यो 3वटा टर्म, यो एउटा टर्म, यो एउटा, यो एउटा, 3वटा टर्म जोड्दाखेरि कति हुन्छ 24 हुन्छ। ओके, यहाँ के क्यान्सल हुन्छ -d र +d क्यान्सल हो। के बच्यो त 3a + a + a, 3a = 24, so that a = 24 divided by 3 र a = 8। a को भ्यालु फाइन्ड आउट भइहाल्यो। ओके, यतिले त पुगेको छैन, अझै सेकेन्ड टर्म भनेको है क्वेसन सोधेको सेकेन्ड टर्म द्याट इज t2 सेकेन्ड टर्म चाहिँ हामीले के लेट गरेको हो त a। सेकेन्ड टर्म भनेको के छ a छ, सो a आइहाल्यो है त। एकदम हुन्छ ल 8 एन्सर भइहाल्यो है त। एकछिन आएको। ओके, सेकेन्ड टर्म भनेको 8 चाहिँ एन्सर आइहाल्यो। ओके, अब सी मा जाऊ। सी मा के भनेको छ त फाइन्ड द पोजिटिभ कमन डिफरेन्स निकाल्नु पर्ने छ। ओके, कमन डिफरेन्सको लागि हामी चाहिँ अकर्डिङ टु क्वेसन जान्छौँ।
क्वेसनले के भनेको थियो भन्दाखेरि सेकेन्ड यो पछि इफ 1 6 र 18 आर एडेड टु देम भनेको यो तीनवटा जुन लेख गरेको थियौं हामीले यसमा 1 जोड्ने फर्स्टमा सेकेन्डमा 6 जोड्ने र थर्डमा 18 जोड्ने हो भने ज्योमेट्रिक सिक्वेन्स हुन्छ नि। ल हेरौँ त एउटा क्वेसन यहाँ चाहिँ जस्तो a माइनस d प्लस सुरुमा के भन्छ फर्स्टमा 1 कमा अर्को a भनेको a प्लस अर्कोमा कति जोड्ने भनेको क्वेसनले 6 ध्यान दिनु 6 कमा अर्को a प्लस d थियो यहाँ क्वेसनमा प्लस लास्टमा के छ 18 यो प्लस 18 गर्दा यो अब केमा छ रे त जीएस मा आर इन जीएस ज्योमेट्रिक सिक्वेन्समा छ रे है त। सो त्यसो हो भने अब हामीले यहाँबाट भ्यालु निकाल्छौं d को कसरी आउँछ हेरौँ। यहाँ डाइरेक्टली a को भ्यालु हामीले निकालिसकेछौं पुट गर्दिएको भए पनि केही हुँदैन थियो नगरेर गरे पनि केही हुँदैन। ल एकचोटी गरेरै गरौँ अलि इजी होला 8 माइनस d प्लस 1 कमा 8 प्लस 6 कमा 8 plus d plus 18 it means 8 plus 1 9 9 minus d भयो यो एक्चुअली यो एक दुईटा जोड्दा कति होला त 14 कमा यो 8 plus 18 चाहिँ कति होला त 26 plus d होला। यो तीनवटा लेखे पनि र यो माथिको यो र यो तीनवटा लेखे भए पनि एउटै कुरा भयो है त। मैले जस्ट भ्यालु a को भ्यालु पुट गरेको। अब हामीले यो d निकाल्न के गर्न सक्छौं त ज्योमेट्रिक सिरिजको ज्योमेट्रिक सिक्वेन्सको यो क्वेशनमा कुनै पनि केही क्लु दिएको छैन सम पनि भनेको छैन अथवा कुनै जनरल टर्महरुको केसहरु जस्तो यदि टर्म उति टर्म पनि भनेको छैन। सो सिम्पली हामी कहाँबाट जाउँ भन्दाखेरि कमन रेशियोबाट जाउँ न। कमन रेशियो भनेको हामीलाई के थाहा छ त भन्दा t2 डिवाइडेड बाइ t1 भनेको r हो इज इक्वल्स टु t3 डिवाइडेड बाइ t2 भनेको पनि r नै त हो। यो भनेको पनि कमन रेशियो हो यो भनेको पनि कमन रेशियो। कमन रेशियो इज इक्वल्स टु कमन रेशियो लेख्न त पाइन्छ। सो अब यहाँ t2 को भ्यालु राखौं t1 को भ्यालु राखौं t3 को भ्यालु राखौं t2 को भ्यालु राखौं है त। भ्यालु म डाइरेक्ट t2 को भ्यालु राख्छु। t2 भनेको कति छ 14 डिवाइडेड बाइ t1 9 माइनस d इज इक्वल्स टु 26 t3 26 प्लस d डिवाइडेड बाइ t2 भनेको 14 हो। अब यसलाई हामीले के गर्न सकिन्छ त क्रस मल्टिप्लाई गरेर सल्भ गरेर d को भ्यालु मजासँग निकाल्न सक्छौं। ल 14 into 14 is equals to 9 minus d 26 plus d यो क्याल्कुलेट गर्ने कति हुन्छ 196 हुन्छ सायद is equals to 9 into 26 ओके यो यसले मल्टिप्लाई गरेको टर्मलाई अब सबट्र्याक्सन गरौँ अनि यसलाई क्वाड्रेटिक सायद क्वाड्रेटिक इक्वेसनमा आउँछ 196 minus 234 मैले उताबाट लेखेको सबैलाई minus 9d plus 26d plus d square is equals to 0 d square लाई पोजिटिभ गराउनको लागि मैले उता लगेको है सबैलाई किनभने यो क्वाड्रेटिक इक्वेसनमा अगाडिको स्क्वायर टर्मलाई पोजिटिभ राख्यो भने हामीलाई फाइन्ड आउट गर्न इजी हुन्छ। सो d square यो दुईटा d को टर्ममा छ यसलाई क्याल्कुलेट गर्ने कति आउँछ त 17d प्लस माइनस हुन्छ यहाँ -38 इक्वल्स टु 0 ओके। अब यो क्वाड्रेटिक इक्वेसन आयो यसलाई सल्भ गर्ने हो भने हामीले d को भ्यालु पाउन सक्छौं। d को भ्यालु दुईटा होला क्वाड्रेटिक इक्वेसन भने दुईटा डबल रुट हुन्छ सो दैट अब यहाँ चाहिँ d स्क्वायर प्लस 38 को यस्तो फ्याक्टर चाहियो जुन चाहिँ सबट्र्याक्सन गर्दा 17 होस् 19 minus 2d minus 38 is equals to 0 यसलाई सल्भ गरौँ d स्क्वायर प्लस 19d minus 2d minus 38 is equals to 0। सो अब यो दुईटा टर्मबाट एलसीएम लिने हो सरी कमन लिने तिम्रो सबैलाई थाहा छ d is equals to d plus d कमन आयो d plus 19 बच्यो minus 2 कमन आयो d plus 19 बच्यो। यहाँ अलिकति ख्याल गर्नुपर्ने कुरा छ है त माइनस कमन लिँदाखेरि यहाँबाट माइनस कमन लिँदाखेरि पछाडिको साइन चेन्ज हुन्छ माइनस छ भने प्लस हुन्छ प्लस थियो भने माइनस हुन्थ्यो है त यहाँ चाहिँ माइनस छ प्लस भयो ओके। सो दैट d minus 2 d plus 19 is equals to 0। अब यहाँबाट हामी d को भ्यालु पाउँछौं आइदर गरौँ आइदर और d minus 2 is equals to 0 एउटा केस एउटा d plus 19 is equals to 0। सो d is equals to 2 एउटा d is equals to minus 19
दुईटा d को भ्यालु आयो। ओके, कमन डिफरेन्स d टु d को भ्यालु। यहाँ के भनेको थियो क्वेशनले भन्दाखेरि पोजिटिभ कमन डिफरेन्स भएको भन्ने कुरा थियो। अब सिम्पली d सोधेको क्वेशन नम्बर c ले c को एन्सर चाहिँ यहाँ गएर सकियो है त। c यहाँबाट सुरु गरेका थियौँ हामीले, यसरी यहाँबाट सल्भ गर्दै गएर c सकियो। ओके, यो d नम्बरको चाहिँ कम्पेयर द सम अफ फर्स्ट 5 टर्म अफ अर्थमेटिक सिक्वेन्सेस र सम अफ 4 टर्म अफ जीएस ज्योमेट्रिक सिरिजको भनेको थियो हैन। अर्थमेटिक सिरिजको जुन हामीले अघि सुरुमा लेट गरेको यो जे छ त्यो मैले जस्ट कपी गरेको, अनि a र d को भ्यालु राख्यो भने यस्तो खालको अर्थमेटिक सिक्वेन्स आउँदो रहेछ। जस्तो यसमा चाहिँ यो फर्स्ट टर्म होला t1 होला, यो सेकेन्ड टर्म t2 होला, यो थर्ड टर्म t3 होला। यो चाहिँ के हो त अर्थमेटिकको। र यतापट्टि ज्योमेट्रीको चाहिँ अकर्डिङ टु क्वेशन हामीले सल्भ गरेर a र d को भ्यालु राख्यो भने चाहिँ यस्तो भ्यालु आउँदो रहेछ, t1 t2 t3 गरेर चाहिँ यस्तो खालको ज्योमेट्रीको दुईटैको सिरिजहरु आयो है त। सिक्वेन्स भने पनि सिरिज भने पनि यहाँ आयो। अब हामीले सम चाहिएको, समतिर जाउँ। समको फर्मुला अर्थमेटिकको केसमा s n n/2 2a + n - 1 * d हुन्छ। अब जस्तो यता पनि एसएन नै चाहिने हामीलाई, एसएन अफ ज्योमेट्रिक सिरिजको है त के हुन्छ त, यहाँ अर्थमेटिक सिरिजको सम निकाल्दै छौं, यहाँ चाहिँ ज्योमेट्रिक सिरिजको है त। यसको चाहिँ a r को पावर r - n अपनमा पनि r - 1 नै, तर यहाँ माथिपट्टि चाहिँ n मा r मा n राख्दियो भने ज्योमेट्रिकको हुन्छ है त। ल भ्यालु पुट गरौँ। यसमा t1 भन्नु नै a हो, तिम्रो सबैलाई थाहा छ है, यो a हो। सो n भनेको अब हामीले s5 निकाल्न लागेको हो, सम अफ 5 टर्म। यहाँ क्वेशनले भनेको थियो सम अफ फर्स्ट 5 टर्म, फर्स्ट 5 निकाल्न। सो s5 = n भनेको 5/2, 2 * a means 6 प्लस n भनेको 5 - 1 * d भनेको हामीले यसमा d कति आएको थियो, 2 आएको थियो, 2। सो 5/2 12 प्लस 4 d भनेको 2, 4 * 2 8। सो 5/2 * 20 50। s5 चाहिँ 50 आयो है त, s5 50 आयो। त्यस्तै यतापट्टि ज्योमेट्रीको पनि कति भनेको छ त, यहाँ s4 निकाल्नु भनेको थियो हामीलाई, सम अफ फोर्थ टर्म, सम अफ फर्स्ट 4 टर्म। सो a भनेको यसमा कति छ, 7 छ। सो r भनेको कति थियो, 2 थियो सायद, यसमा योबाट डिवाइड गरेर 2 नै हुन्छ। 2 को पावर 4 - 1 अपनमा 2 - 1 = 7 * 2 को पावर 4 16, 2 को पावर 4 16 - 1 50 डिवाइडेड बाइ 2 - 1 त 1 नै हुन्छ, डिनोमिनेटर नलेख्दा पनि भयो। यो भयो 105। ल क्वेशनले हामीलाई एक्चुअली सोधेको त के हो त, कम्पेयर भनेको थियो। हामीले कम्पेरिजन इन रेशियोमा निकाल्छौँ है त, कम्पेरिजन चाहिँ रेशियोमा निकाल्यो भने इजी हुन्छ। सो s5 अफ as is to s4 अफ gs, यो निकाल्यो भने हामीलाई सजिलो होला। र कम्पेरिजन निकालौँ। s5 भनेको 50 is to 105, यो भनेको 50 डिवाइडेड बाइ 105 भयो। इट मिन्स 5 10 जा 5 11 जा 10/11। इट मिन्स यो भनेको 10 is to this is 21 the required answer of this question।